गल्ती भन्ने चिज एउटा बिन्दु मात्र पनि गल्ती गर्यो भने त्यसले के गराउँदछ त भन्दाखेरि त्यसले जीवनलाई बर्बाद गराइदिन्छ। त्यही थोरै बिन्दुका बारेमा, थोरै गल्तीका बारेमा म यहाँलाई जानकारी गराउँदछु। चिता चिन्ता द्वयोर्मध्ये चिन्ता योग गरियसी चिता दहति निर्जीवम चिन्ता चैव सजीवकम। त्यो चिन्ताको जुन बिन्दु छ त्यो चिताले चिताले चितामा बिन्दु छैन, चिता हो। चिताले मरेको प्राणीलाई नष्ट गराउँछ, दग्ध गराउँछ, भस्म गराउँछ। तर चिन्ता जुन छ नि, चिन्ताले जिउँदै शरीरलाई जलाउने काम गर्दछ। तसर्थ जीवनमा सानो गल्ती भनेर कहिल्यै पनि हामीले गर्नु हुँदैन। चिन्ता गर्नु भनेको पनि भयङ्कर ठुलो गल्ती रहेछ भन्ने कुरा हामीले बुझ्नु पर्दछ। र त्यो चिन्ता कदापि गर्नु हुँदैन। चिन्ताले तडपाई तडपाई जलाउने काम गर्दछ। त्यसो हुनाले चिन्ता प्रत्येक प्राणीमा, प्रत्येक मनुष्यमा ती चिन्ताहरू भएका हुन्छन्। ती कहिल्यै पनि ती हटेर जाँदैनन्। कस्ता चिन्ता त भन्दाखेरि तीन किसिमका ती चिन्ताहरू पनि हुन्छन्, तीन किसिमका कष्टहरू हुन्छन्, आध्यात्मिक, आदि दैविक, आदि भौतिक। यो संसारमा छोरा छोरी, धन सम्पत्ति भएन भनेर कदापि चिन्ता गर्नु हुँदैन आदरणीय सज्जनवृन्द। त्यो चिन्ताले दग्ध गराउँछ, त्यसले सिद्ध्याउने काम गर्दछ। र चिन्ता कदापि गर्नु हुँदैन भनेर यो हाम्रो सनातन धर्मका यी ग्रन्थहरूमा नीतिशास्त्रहरूले बताएका छन्। जय श्री कृष्ण, जय श्री राधे।